मान्छे जस्तो सुकै भए पनि परिवर्तन सधैँ सम्भव हुन्छ। यो कथा हो एउटा साधारण बालकको जसले अन्याय र पीडाबाट प्रेरित भएर कालो जादु प्रयोग गर्यो, दर्जनौं मानिसको मृत्यु गरायो, तर पछि गहिरो साधना र पश्चात्तापको बलमा महान योगी बने। उहाँ हुन् तिब्बतका महान योगी मिलारेपा। आज हामी उहाँको जीवनको अद्भुत यात्रा सुन्नेछौँ। बाल्यकालको पीडा, प्रतिशोध, अपराधबोध, गुरुको कठोर परीक्षा, हिमालको गुफामा गरिएको साधना र अन्ततः जागरण र मुक्तिको अद्भुत कथा। मिलारेपाको जन्म 11औं शताब्दीतिर तिब्बतको एउटा साधारण परिवारमा भयो। उहाँको परिवार सुरुमा धनी थिए, खेत, घर, पशु सबै थियो। तर मिलारेपा सानो बालककै उमेरमा उहाँका बुबा बित्नुभयो। बुबाको मृत्यु भएपछि सम्पत्ति काकाले कब्जा गरे। मिलारेपाकी आमाले धेरै बिन्ती गर्नुभयो, तर कोहीले सुनिदिएन, बरु उल्टै अपमानित गरियो। सानो उमेरमै मिलारेपाले देखे उनकी आमा दुःखले रोइरहेकी, परिवार दरिद्र हुँदै गएको, आफू असहाय भएको। आमाले अक्सर आँसु बगाउँदै भन्नुहुन्थ्यो, मिलारेपा, तिमी ठुलो भएपछि यो अन्यायको बदला लिनुपर्छ, नत्र हाम्रो जीवन यस्तै पीडामा बित्छ। यी शब्दहरूले बालक मिलारेपाको मुटुमा गहिरो चोट पुर्यायो। उनको मनमा प्रतिशोधको बिउ रोपियो। समय बित्दै गयो। मिलारेपाको मनमा क्रोध र घृणा बढ्दै गयो। उहाँले निर्णय गर्नुभयो, बदला लिनै पर्छ। त्यसपछि उहाँले तान्त्रिक गुरु खोज्नुभयो। धेरै कठिन बाटो हिँडेर, हिमाल चढेर, गाउँ घुमेर अन्ततः एक तान्त्रिक गुरु भेटियो। गुरुले उनलाई मन्त्र, मन्त्रणा, साधनाका विधिहरू सिकाए। उहाँले दिन रात अभ्यास गर्नुभयो। मनमा एकै लक्ष्य थियो, बदला। र एक दिन गुरुबाट शक्ति पाएपछि मिलारेपाले आफ्नो क्रोधलाई जादुमा परिणत गरे। आकाश अन्धकार भयो, बिजुली चम्कियो, हावा तुफान जस्तै चल्यो। अचानक एउटा ठुलो ढुङ्गा गाउँमा खस्यो। घरहरू भत्किए, दर्जनौं मानिसको मृत्यु भयो। त्यो दिन मिलारेपाले बदला त लिए, तर त्यसको सट्टामा उनले पापको ठुलो भार पनि बोके। जब सबै शान्त भयो, गाउँ चुप लाग्यो, मृत्यु र रगतको स्मेल फैलियो, मिलारेपाको मनमा अपराध बोध जल्न थाल्यो। उनले आफैलाई सोधे, मैले के गरेँ? के यही हो आमाको आदेश पूरा गर्ने बाटो? मान्छे मारेर के मैले सन्तोष पाएको छु? तर उत्तर शून्य थियो। उनको मन अझै खाली, अझै जलिरहेको। मिलारेपाले महसुस गर्न थाले, अब यो पाप नधोई जीवन असम्भव छ। उनले सुनेका थिए महान गुरु मार्पा, जसले धर्म सिकाउँछन्, उनको मुक्ति दिने सामर्थ्य छ। त्यसैले मिलारेपाले यात्राको निर्णय गरे। कडा बाटो, हिमालको चिसो, भोक, प्यास, तर मनमा आशा थियो, सायद गुरु मार्पाले मलाई मार्ग देखाउनेछन्। धेरै दिनको यात्रापछि मिलारेपा अन्ततः गुरु मार्पाको घर पुगे। उनी मुन्तिर नतमस्तक हुँदै भने, गुरु, म ठुलो अपराधी हुँ। मलाई शुद्ध बनाइदिनुहोस्, मलाई धर्म सिकाइदिनुहोस्।
मार्पाले कठोर अनुहारले हेरे। तिमीले धेरै मानिसको ज्यान लिएको छौ। धर्म सजिलै पाइँदैन। तिमीलाई कठोर परीक्षा दिनुपर्छ। त्यसपछि सुरु भयो मिलारेपाको कठिन परीक्षा। मार्पाले उनलाई घर बनाउन लगाइदिन्थे। सानो घर बनाएपछि भन्नुहुन्थ्यो, भत्काइदे। फेरि अर्को घर बनाउन लगाइदिन्थे। फेरि भन्नुहुन्थ्यो, यो पनि चाहिँदैन, भत्काइदे। बारम्बार, दिनौं महिनौं। मिलारेपा कष्ट सहेर पनि हार मान्न तयार भएनन्। कहिलेकाहीँ उनी रातभर आँसु बगाउँदै सोच्थे, गुरु, मलाई किन यसरी यातना दिइरहनु भएको छ? तर यदि यसै बाटोले मेरो पाप मेटिन्छ भने म सहन्छु। मार्पाले उनलाई धैर्य, विनम्रता, आत्मसमर्पण सिकाइरहेका थिए। अन्ततः गुरु मार्पाले शिक्षा दिए। मन्त्र, ध्यान, साधनाका गहिरा रहस्य मिलारेपालाई दिइयो। मिलारेपा हिमालको गुफामा बस्न थाले। त्यहाँ न त तातो थियो न त खाना सजिलोसँग पाइन्थ्यो। उनी केवल नेट्टल, सिस्नो मात्र खान्थे, वर्षौंसम्म। धेरै खान नपाउँदा उनको शरीर हरियो भयो, तर उनको मन दिन प्रतिदिन शुद्ध हुँदै गयो। गुफामा बस्दा उनले पुराना अपराधका सम्झना देख्थे। मान्छे मार्ने दृश्य, आमाको आदेश, गाउँको चिच्याहट, यी सबै उनलाई सताउँथे। तर उनले ध्यानमा बसिरहे, मनसँग लडिरहे, एक्लै, चिसो हावासँग, अन्धकारसँग, भोकसँग। वर्षौंको तपस्यापछि उनको मनमा शान्ति आउन थाल्यो। क्रोध र घृणाको ठाउँमा करुणा जन्मियो। पापको ठाउँमा धर्मको उज्यालो फैलियो। मिलारेपा अब योगी बने। उनी अब साधारण मानिस रहेनन्। उनको नाम चारैतिर फैलियो। मानिसहरू गुफासम्म पुग्थे, उनीसँग शिक्षा लिन्थे। मिलारेपा अक्सर गीत गाएर धर्म सिकाउँथे। यी गीतहरूलाई दोहा भनिन्छ। उनी गाउँथे, क्रोधले मान्छेलाई अन्धकारमा डुबाउँछ, पश्चातापले मुक्ति दिन्छ, साधनाले मान्छेलाई बुद्धत्वसम्म पुर्याउँछ। जीवनको अन्तिम चरणमा मिलारेपा अझ शान्त थिए। हिमालको गुफामा ध्यानस्थ, अनुहारमा उज्यालो मुस्कान। उनले अन्तिम सन्देश दिए, मानिसको सबैभन्दा ठूलो विजय अरूमाथि होइन, आफ्नो मनमाथि हुन्छ। पापबाट धर्मतर्फ फर्कनु नै सबैभन्दा ठूलो यात्रा हो। यो शब्दसँगै उनी शान्त ध्यानमा बसे र संसारलाई एउटा महान प्रेरणा दिए। मिलारेपाको कथा केवल एक योगीको जीवन मात्र होइन, यो हाम्रो लागि पनि शिक्षा हो। अन्याय र क्रोधले भरिएको जीवन पनि परिवर्तन हुन सक्छ। पापी पनि शुद्ध हुन सक्छ, अपराधी पनि मुक्त हुन सक्छ। परिवर्तन कहिल्यै ढिलो हुँदैन। यो हो
महान योगी मिलारेपाको प्रेरणादायी जीवन यात्रा। भिडियो मन परेमा लाइक गर्नुहोस्, आफ्ना विचार कमेन्ट गर्नुहोस् र साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। नयाँ प्रेरणादायी कथाका लागि सब्स्क्राइब गर्नुहोस्। तपाईको साथ र समर्थनका लागि धन्यवाद।